हेलो गाइस, आज म तपाईहरुलाई देखाउन लाग्छु मेरो ड्राइङ यो वाला बुक। हुन्छ म त्यति राम्रो ड्राइङ बनाउँदैन र आज म तपाईलाई यो बुक देखाउन लाग्छु। यो चाहिँ मेरो बुक हो। जब म मैले गर्न लाग्यो मेरो नामहरु पनि छ, म जुन स्कुलमा पढ्छु त्यो पनि छ र हामी स्टार्ट गर्छौं। फर्स्ट वान छ हाम्रो नारुतो उजुमाकी हो कि के हो मलाई थाहा भएन, उजुमाकी हो जस्तो लाग्यो। यो चाहिँ हाम्रो फ्री फायर को साइट। यिनीहरु बनाउनु गाह्रो हुन्छ, गाह्रो त्यति हुँदैन तर गाह्रो हुन्छ नि। यो बन्दै गर्ने म्यासहरू ककासी गोजु यो म 4 क्लास हुँदा कति क्लासमा हुँदाखेरि मैले बनाएको थिएँ, अहिलेसम्म छ। यहाँ छ माङ्केडी लुफी, यहाँ छ एउटा आइल्यान्ड, यहाँ छ एउटा M186, लुआर सायदमा। तपाईले फ्री फायर खेल्नुहुन्छ यो दिन कमेन्ट गरिदिनुहोस्। जो जो फ्री फायर खेल्छ त्यो रेड हार्ट कमेन्ट गर्नुहोस् र जसले पबजी खेल्छ त्यसले ब्लू। यहाँ चाहिँ बन्यो वारियर बनी बन्डर। पबजी को नि एउटा बनाएको त छ तर पुरै बनाएको छैन। यो मेरो साथीले भने मैले कलर लाएर मोबाइल समात्दै हालेँ। यो यसको हातमा मोबाइल चाहिँ यसको त झन् आइफोन 15 त्यो गोल्डनमा। यो भन्छ यो चाहिँ ब्याग त यहाँ चाहिँ झिङ्गा यसलाई खान लाग्छ। यो चाहिँ मैले एउटा कपीबाट छापे हैन, कपीबाट बनाएको। त्यति राम्रो नि बनाएको छैन, मैले सबसे राम्रो बनाएको यो पात हो। यिनीहरू पातहरू अनि मैले आफै सोचेर एउटा मन्दिर बनाएको थिएँ। टेम्पल टु गड अफ हुनुपर्ने। दान पत्र पनि छ। यिनीहरूले राख्ने अब साइड अगाडि राम्रो बनाउनु छ, त्यति राम्रो नि। यो मान्छे लास्टमा म मेरो फेभरेट ड्राइङ देखाउन लाग्छ तपाईलाई। यो ड्राइङ यो चाहिँ मेरो फ्यामिलीको ड्राइङ हो। यहाँ छु म, मेरो फेस मिल्दैन। यहाँ छ मेरो बाबा दाइ, म अलिकति मुख मिलाएको छैन कसरी पनि, अलिकति पनि पुरै मिलाएको छैन। यो चाहिँ मेरो बन्डलको मसँग यस्तो बन्डल त केही छैन है। साइकल छ यहाँ, फ्री फायर यहाँ छ र यो मैले बनाएको सबै। यहाँ चाहिँ अब मैले माछा बनाइरहेँ। यो बुकमा मैले धेरै राखेको छु। यो राख्नेवाला हो। यसो यहाँ राख्नु मिल्छ, यसै भित्र यता नि मिल्छ। अनि सेकेन्डमा छ चेन्सुम्यान। कमेन्ट गर्नु होला है कसले चेन्सुम्यान हेरेको छ। मैले हेरेको छ। यो क्याप्टेन अमेरिका। मैले रियल पेन्सिल बनाउनु खोजेँ, त्यति रियल नि छैन, रियलै छैन भने नि हुन्छ। 10 सेकेन्ड 10 मिनट 10 आवर्स 10 आवर्स। यो चाहिँ मेरो गुडबा छ। यहाँ छ हाम्रो पोखरा फ्रुटी जसलाई मैले रेम्बो बनाइदिएको छु। रेम्बो M1014 त्यो M14 कहीँबाट पनि देखाएको छैन। मैले न्यू M10 बनाएको थिएँ स्कर्पियो होला। लास्ट सानो छ, लास्ट बनाएन। र अब हाम्रो छ डेजर्ट समातिर ग्रीन कलरको डेजर्ट समातिर पबजी क्यारेक्टर। यहाँ अलिकति लाउनु बाँकी छ कलरहरू। यहाँ छालामा पनि लाउनु बाँकी छ। यहाँ त छालातिर त रहेछ। यहाँ एउटा एनिमे छ।
एनिमीहरू पहाडहरू यस्तो ड्रइङ कपी जस्तो बनाऊ। यहाँ चाहिँ एउटा घर, चरा, पाइलटको ह्याट। यहाँ चाहिँ मैले यो बनाउन खोजेको थिएँ, पहिला सुरु बनाउन खोजेको थिएँ, पछि यस्तो बन्यो। पहिले यो यतिकै बनाइदिरहेको थिएँ, यो बन्यो। त्यो भएर यहाँ बनाउन थालेँ मैले यस्तो दुइटा पेन्टिङ। यो अलिकति लाइन तार्न पर्ने रहेछ, तर केही छैन। मेरो सेडिङहरू चाहिँ राम्रो आएन है, सेडिङ त्यस्तो छैन। ह्याचिङ त्यस्तो केही गर्दैन है, त्यही जस्तो देखाएको छ त्यस्तै बनाउने हो मैले त। अनि यहाँ आउँछ मेरो साथीको फोटो, ग्रीष्म भन्ने साथीको फोटो। यसको अर्को छ, मेरो साथीको फोटो अर्को छ। यो ठुलो, यो सानो, यसको बच्चा, यसको बच्चा। यो चाहिँ मैले दसैँ आएको बेला बनाएको थिएँ। ह्याप्पी दसैँ। यहाँ लाउनु, टिका लाउनु भयो, निकालेर लाउनु। यहाँ छ टिका लाउनु भयो, स्याउ पनि छ आशिष दिदीलाई। र यहाँ छ एउटा बेकारीको ड्रइङ, एकदमै कबाडा छ। र यहाँ छ एउटा बोट, मैले बनाएको बोट। यसको नाम मैले राखेको छु किङ। जिन्जर, कटर, पेन्सिल रियल होइन है, यो चाहिँ अलिअलि देखिरहेछ। यो र यो छैन। यो हो मेरो, यो यसमा राखेको फर्स्ट ड्रइङ। यो डकको फर्स्ट ड्रइङ, गोल्डन डक, जो म 4 क्लासमा हुँदाखेरि बनाएको, पर्सनालिटी भन्ने एउटा त्यसको बुकमा थियो। र यो हो मेरो फेभरेट ड्रइङ, गुक्कु। तपाईँहरूले अहिलेसम्म कुनै यो ड्रागन बल चाहिँ बसेको छैन, कमेन्ट गरिदिनु। मैले कलरहरू सब ल्याइदिएछु, बाहिर बनाइदिएको छु। र आजको लागि यति नै। म भोलि तपाईँलाई अर्को पनि राख्न चाहन्छु। यो हाम्रो फर्स्ट भिडियो, सपोर्ट गरिदिनु होला। आजको लागि यति नै, बाई बाई।